सुख शान्ति समृद्धिको मूल बनोस् बडा दसैँ। सबैको मनमा हर्ष खुसी मखमली फुल जस्तै बनोस् बडा दसैँ। देश तथा विदेशमा छरिएर रहनुभएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही मिति 2082 सालको बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। जोसँग जे छ जस्तो छ त्यसैमा रमाउनु होला, त्यसैमा खुसी हुनु होला। देशको परिस्थिति पनि अहिले अलिकति खराबै छ, त्यसलाई पनि ठाँटी राख्दै सबैजनाले आफ्नो जस्तो छ जे छ त्यसैमा खुसी हुनुहोस् र हुने खानेले अलिकति छर छिमेकमा असर नपुग्ने गरी दसैँ मनाइदिनुहोस्। आफूले जसरी दसैँ मनाए पनि अर्कालाई चाहिँ मार्का नपरोस्, अर्कालाई असर नपरोस्। त्यही भएर देखासेखीको पनि बाटो नहेर्नुहोस्, देखासेखी नगर्नुहोस्। फलानाले यो गर त्यो गर भनेर तपाईँहरू त्यसको पछि नलाग्नुहोस्। आफूसँग जे छ त्यसैमा रमाउनुहोस्, खुसी हुनुहोस्, घर परिवार मिल्नुहोस्, सरसाथीभाइसँग मिल्नुहोस्, जाँड रक्सी खाएर झोइ झगडा नगर्नुहोस्। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक मङ्गलमय शुभकामना। ह्याप्पी दसैँ।